एक विदेशी कामदार दक्षिण कोरियाको एक जहाज निर्माण स्थलमा काम गर्ने क्रममा गम्भीर औद्योगिक दुर्घटनामा परे र 4 वर्षभन्दा बढी समयदेखि बेहोस र सम्पूर्ण शरीर पक्षघात भएको अवस्थामा छन्। उनको परिवारले 24 घण्टा स्याहार सुसार गरिरहेको छ, तर स्वदेश फर्कन नसकी कोरियामै उपचार जारी राख्न बाध्य छन्। यसकारण परिवारले उपचार खर्च एकमुष्ट रूपमा प्राप्त गरी स्वदेश फर्कनका लागि बीमा भत्ता एकमुष्ट भुक्तानीको लागि आवेदन दिएको थियो। तर कोरिया श्रम कल्याण निगमले बिरामी लक्षण स्थिर छङसाङ खोजङ अवस्थामा रहेको भन्दै एकमुष्ट भुक्तानीको योग्य नभएको निर्णय गर्यो। यसको विपरीत बिरामीको उपचार गरिरहेका मुख्य चिकित्सकले उपचार रोकिएमा जीवन नै जोखिममा पर्न सक्ने चेतावनी दिएका छन्। यस विषयमा समाचार बाहिर आएपछि कोरिया श्रम कल्याण निगम मोक्फो शाखाले तेमुरजीको परिवारलाई बीमा भत्ता एकमुष्ट रूपमा पुनः आवेदन दिन सुझाव दियो, तर समीक्षा परिणाम भने पहिलेको जस्तै नै रह्यो। अहिले नै क्रसमा दर्ता गर्नुहोस्। नेपालको लागि रेमिटेन्स क्रस। पासपोर्टको म्याद सकिए पनि भिसा नभए पनि सबैले निशुल्क दर्ता गर्न सकिने।